राम राम अनि जय श्री जानु सबैमा। अनि यहाँ सब्जी बारी हेर्नुहोस् है सबैजना। मेरो यहाँ चाहिँ छ मेरो मेथी, यहाँ मैले पालक लगाएको छु, यहाँ धनिया छ तर अलिक बेसी कुरो आएको छ, यसलाई गोड्नुपर्ने छ। यहाँ छ साग, मैले 5-6 पल्ट खाइ पनि सकेँ। अनि यो घिउ सिमी र सिङतामे सिमी हो, यहाँ पनि सेम हो, घिउ सिमी र सिङतामे सिमी छ। यहाँ अघिकै साग हो, बिउ बाँचेर यहाँ लगाइदिएको अलिकति। यहाँ छ मेरो टमाटर हो, यहाँ छ मेरो बन्दाकोपी, यहाँ पनि छ 4 झ्याङ लगाएको, 2टा चाहिँ मरेछ। अनि यहाँ चाहिँ छ भने मेरो मुला, सेतो मुला छ, यता रातो मुला छ। यहाँसम्म छ नि, यहाँसम्म चाहिँ सेतो मुला, यहाँदेखि उता चाहिँ रातो मुला हो। हिजो भर्खर छाडिदिएको, त्यही कारण यो लडिरहेको छ डल्लै बिउ। अनि उहाँ चाहिँ छ मेरो ट्याङ्की। र गाइस आज चिसो चिसो मौसममा चाहिँ नि तातो टोपी लगाइदिकन आएको हो। अनि सम्मेलन भएर चाल पाएँ, यहाँ पनि जाडो निकै बढेछ। अनि म चाहिँ यसरी नै गाइस सागबारी चाहिँ यसरी लगाएर अर्ग्यानिक चाहिँ कसले खानुहुन्छ कमेन्ट सेक्सनमा भनिदिउँ। र जय हिन्द जय भारत आप सबैको बाबा।